हेलो दर्शकबिनहरु सबैजनालाई नमस्कार भन्न चाहन्छु है। म फेरि चाहिँ आज फेरि हल्का एउटा सानो भिडियो बनाइहालौँ भनेर बनाएको हो हैन। अब यसो खाली भएको बेलामा चाहिँ हल्का भिडियो बनाउनु पर्छ हैन। फेरि भिडियो बनाउने बेला फेरि यार यो अलिकति सुर्ती नखाने हो नि फेरि म बोल्न सक्दैन के यार। मलाई बोली चाहिँ आउँदैन, त्यही भएर म हल्का सुर्ती खान्छु गाइस हैन। त्यसपछि फेरि बोल्छु हैन। कर पानी खाएको गोरुले चिसो पानी खाएको नाकमा ओब आइरहेछ पुरो भेट ढाड्डे होला हेर। त्यही भएर अनि के छ तपाईहरुको नयाँ नौलो हालखबर मेरो चाहिँ दर्शकबिनहरुको कता हुनुहुन्छ, के हुनुहुन्छ, कस्तो ठाउँमा हुनुहुन्छ, अनि चाहिँ के हुँदैछ एकदम फेरि यहाँ फोन आउनु पर्यो है। काट्दियो टक्क खाइयो सुर्ती। अब चाहिँ नयाँ नौलो हालखबर हैन। जुन ठाउँमा हुनुहुन्छ, जहाँ हुनुहुन्छ, सबैभन्दा ठुलो त चाहिँ हाम्रो यता यो लद्दाखतिर चाहिँ कोही कश्मीरतिर हुनुहुन्छ भने राम्रोसँग आफ्नो शरीरको ख्याल राख्नु होला हैन। अहिले चाहिँ पाकिस्तान र इन्डियाको चाहिँ लडाई परिरहेछ। इन्डियाको मात्रै नभएर चाहिँ सबै जग्गाबाट चाहिँ पाकिस्तानलाई अहिले चाहिँ दुनियाँले एकदम चाहिँ अन्डरमा ल्याइरहेछन्। त्यो कारणले गर्दाखेरि पनि सबैजना चाहिँ एकदम सचेतमा रहनु होला भन्न चाहन्छु। हामी त यतै अलि दिल्लीतिरै छौँ, त्यसले गर्दा पनि हामीलाई खासै त्यस्तो अलि डर छैन। अलि चाहिँ उता जस्तो अब जो चाहिँ उता पाकिस्तानको बर्डर त्यो साइडतिरपट्टि पनि हुनुहुन्छ, यता जस्तो लद्दाख भयो, यता कश्मीरी भयो, अनि चाहिँ यता यो के भन्छ हैन, त्यतातिर हुनुहुन्छ भने राम्रोसँग गर्नु होला। बाहिर नि धेरै नघुम्नु होला, यताउता जाने काम नगर्नु होला। जति बेला पनि जे पनि हुन सक्छ। अहिलेसम्म पाकिस्तानको चाहिँ उसमा 12वटा गाउँमा चाहिँ अट्याक भइसकेको छ हैन। न्युजहरु त चाहिँ हेर्नु भएकै होला। त्यही भएर चाहिँ त्यही पनि म फेरि तपाईलाई चाहिँ अहिले यहाँबाट चाहिँ सानो एउटा न्युज जस्तै भनौँ हैन, म चाहिँ तपाईहरुलाई दिइरहेको छु। राम्रोसँग चाहिँ आफ्नो ख्याल राख्नु होला र चाहिँ ख्यालमा बस्नु होला। को कता हुनुहुन्छ, के हुनुहुन्छ। यदि यो भिडियो चाहिँ हेरिसक्नु भयो भने कसैले नहेरेको मान्छेलाई पनि चाहिँ तपाईहरुको साथी अथवा नम्बर होला, त्यसलाई चाहिँ फोन गरेर ल चाहिँ यस्तो भइरहेछ, यस्तो ठाउँमा रहनु होला भनेर भन्नु। आज भोलि चाहिँ मोबाइलमा अब न्युजहरु नहेर्ने त कमै मान्छे हुनुहुन्छ। कोही यस्तो खालको पनि हुनुहुन्छ कि अब सिर्फ भिडियो हेर्ने, अब खाली च्याटिङमा बोल्ने, कुरा गर्ने, कति बेला के हुन्छ कस्तो हुन्छ थाहै नपाउने मान्छे पनि हुनुहुन्छ हैन। त्यसको लागि पनि मैले भनेको। ओ रमेश त्यही भएर चाहिँ रमेश बोला त्यही भएर पनि चाहिँ हैन म चाहिँ तपाईहरुलाई भिडियो मार्फत नै चाहिँ भन्दैछु है। सबैजना चाहिँ आफ्नो आफ्नो ठाउँमा चाहिँ राम्रोसँग रहनु होला। यो चाहिँ हामी पनि सचेत रहनुपर्छ, किनभने इन्डियाले वहाँ हमला गर्यो भने चाहिँ उले नगर्ला भन्ने पनि चाहिँ हुँदैन हैन। त्यो भएर पनि चाहिँ उले पनि गर्न सक्छ। त्यही भएर चाहिँ आफ्नो मेन ठाउँमा चाहिँ रहनुस्, धेरै बाहिर भित्र नहिँड्नुस्। चाहिँ त्यस्तो छ। अनि चाहिँ के छ कस्तो छ भन्ने के भन्ने अमूल टिकी दियो। ए तिमी यहाँ आउँदै एकछिन कहाँ तिमी न्युज हेर्न गएको थियौ? के भइरहेछ अहिले इन्डिया र पाकिस्तान? यता आउँदा अरे इन्डिया र पाकिस्तानमा त पुरा अलि बम ठेलिया है। अरे पहिला यार यसो मेरो दर्शक मान्छे भेट त हो यार। सबैलाई नमस्कार हजुर है। आज मेरो दाइ आउनु भएको छ, धेरै दिनको बाद आउनु भयो मेरो दाइ। आज म उहाँलाई स्वागत गर्न जान्छु। कुनै कहाँ हराउनु भएको छ आज भोलि पैसा कमाउने टाइममा त कुनै कहाँ कसैलाई केही भन्न चाहन्छु। अब चाहिँ जस्तो कहाँ हुनुहुन्छ अलि चाहिँ होसियारमा रहनु होला भन्ने चाहिँ के तिम्रो लगी उहाँ भन्नु तिम्रो तर्फबाट चाहिँ केही छ भनाइ? ल मेरो तर्फबाट कहाँ हुन्छ, दिल्ली हुनुहुन्छ, के अरे कलकत्ता हुनुहुन्छ, कहाँ हुनुहुन्छ, सबै सुरक्षामा बस्नु होला है। पाकिस्तानमा बोम गइसक्यो, अब चाहिँ नामसँग बस्नु होला है हजुर। सबैलाई बम गइसक्यो रे? अरे बोम त पटाका पड्किसक्यो। अब भोलि आउनु सक्छ। तिमीलाई कहाँबाट थाहा पायो यस्तो फेरि? म त भर्खर न्युज हेरिरहेको थिएँ कि टिभीमा, त्यही भएर थाहा पाएको के। साँच्चै पड्किया छ अरे? साँच्चै पड्कियो, घरै पुरै रोडै फुटिया छ। कतिवटा गाउँमा यस्तो भइरहेछ? एउटै गाउँमा पाकिस्तान। उसले त 12वटा चाहिँ गाउँमा भनेछ त उहाँ चाहिँ। 12वटा होइन, एउटै गाउँमा। टिभीमा त 12वटा गाउँ भन्दै थियो नि। कहाँ 12वटा गाउँ, एउटैमा हो, त्यस्तो होइन। अरू के भन्नु छ?
अब मैले केही भन्नु छैन, तपाईँले कुरा गर्नुहोस् है। दर्शकहरूलाई सबैलाई शुभेच्छा हुनु होला है। एकछिन सबैलाई। तिमीलाई म एउटा चिज सोध्छु भन्छौ? ल भन्नु। धोए पनि नजानी पखाले पनि नजानी तर त्यो मान्छेले खानी कट्टु। रोमान्टिक गर्छ यार, भिडियो बनाएर भन्छ दिमाग खराब गर्यो नि यार। थेत्तेरिका यार। ल गाइज यार, अलिकति फेरि यहाँ अलि ऊ भइगयो यार।